ल गाइजहरु ठक्क हैन हाम्रो साउजीले चाहिँ सामान लिएर आउनु भयो गोदाम होइन तपाईको गोदाम हो के त्यो दोकान हो त्यो पनि पसल त यहाँ पो छ त तपाईको यो पसल त्यो दोकान हो होला मलाई संसारमा देखिन अनि कस्तो लाज मानेको यार जानु सिर्जना गएको कहाँ रे फुजु ल सिर्जना भान्जी सुन्यौ नि मम्मीको कुरा यहाँ फुजु रोएर हैरान हुनुहुन्छ टेन्सन गरेर के बनाउनु लाग्नु मोटो हेलो दाइ बाइक पार्किङ अन्ली 200 गाइज वेलकम ब्याक टु माई च्यानल आइतराम विश्वकर्मा ब्लग आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला यति बेला म घरतिरै छु भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला आजका दिनभरिका क्रियाकलापहरू चाहिँ म सबै समेटेर युट्युबमा पेजमा प्रस्तुत गर्नेछु साँझसम्म भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला यहाँ चाहिँ फुलको बिरुवा लिएका छन् हैन यो चाहिँ रोप्नलाई हो रे फुलको बिरुवा हाम्रो अरिसमा चाहिँ मकैहरू यत्रा भइसक्यो गाइजहरू अब चाहिँ लगभग मकै यो महिना अन्तिमबाट चाहिँ लगभग खाने हुन्छ होला मकै हैन कलाएर यस्तो छ हाम्रो अरेसको हालखबर कुहिरो लागिरहेछ माथि डाँडामा हैन के बनाउनु लाग्नु मोटो के बनाउने जग्गामा यो ए अब त मकै पातको गुन्द्री बुन्ने बेला भयो हैन अनि यहाँ त खासै बाहेन त मकै पात त रेडी पारेर राखेपछि सजिलो हुन्छ हो सिप त अथा सिक्नु भएको रहेछ त बेलैमा हैन कोबाट सिक्नुभयो यस्तो बनाउन त्यसो शिष्य नि आफै गुरु पनि आफै हैन यसरी त डौला नि बन्छ नि दाम्ला चाहिँ एकदमै बलियो हुन्छ हैन जरामा भिमलको ल देख्न सक्नुहुन्छ दौलानी बनाउनुहुन्छ यसरी ह बनान्न यसलाई पछि बाट्ने हो कि यस्तै राख्नुहुन्छ त देख्न सक्नुहुन्छ हाम्रो गाउँघरमा चाहिँ यसरी काम हुन्छ गाइजहरु हैन गुन्दी बुन्नेहरु अनि मकै पात त यहाँ भाएन त गोठा भाएर धैर्य नि ल ठिक छ त्यो रसीमा चाहिँ गुन्द्री बनाउने चाहिँ यस्तो पहेँला भएका पातहरू चाहिँ यसरी यो मकैको उबाट निकाल्ने यसरी अनि चाहिँ यो पातले चाहिँ गुन्द्री बन्छ है गाइजहरु गाउँघरमा चाहिँ एकदमै अर्ग्यानिक चिजहरुबाट चाहिँ सामानहरु बन्छ यस्ता पातहरुले चाहिँ एकदमै युज गरेर गुन्द्री बनाउनु हुन्छ त्यो भिडियो पनि म हजुरहरुमा देखाउने छु हेलो दाइ बाइक पार्किङ अन्ली 200 यस्तो हो के पार्किङ गर्न पैसा लाग्छ जहाँ पनि नो पार्किङ एकछिन गफ्ता गरौ नो पार्किङ नि अब कतै हामी बजारमा जाउँ हैन एयरपोर्टहरुमा कुनै ठुला हस्पिटलहरु हैन त्यस्ता ठाउँहरुमा 1 घण्टा बाइक पार्किङ गरे अनुसार चाहिँ पैसा तिर्नु पर्छ यहाँ नि अब तिर्नै पर्यो मैले त सुरुदेखि भनिरहेको छु यो राइट आई होप आइतराम ब्लगको चाहिँ सही आन्सर पहिली बार अब जे गरो बल खेल्ने हैन आज ल गाइजहरु ठक्क हैन हाम्रो साउजीले चाहिँ सामान लिएर आउनु भयो कता गोडामबाट ल्याउनु भयो कि बजारबाट पुछे बजारबाट हैन अहिले कहाँबाट ल्याउनु भयो भनेको बजारबाट
कहाँको बजार यता दोकान छ पारि त गोडाम्बो छ त तपाईँको बजार त्यहाँ थोरा न छ त गोडामलाई दोकान भन्दैनन् दोकान त दोकान अनि भयो अरू मैले के भन्छु जस्तै दोकान सुलझोरबाट यहाँ ल्याइदियो होइन मानिलियो त्यो दोकान भयो तपाईँले त पारि सामान राख्ने र गोडाम बनाउनु भएको नि त त्यो त गोडाम होइन तपाईँको गोडाम हो क्या त्यो यहाँ। दोकान हो त्यो पनि पसल त यहाँ पो छ त तपाईँको यो यहाँ। पसल त्यो दोकान हो कस्तो यसले पसल भन्नुपर्छ पर्छ। त्यसले दोकान भन्नुपर्छ अनि तपाईँले के भन्नुपर्छ मलाई त अब के भन्ने भन्नुहोस् न तपाईँले के भन्नुपर्छ मलाई डौले किन हो तपाईँ डौले किन ढौल्याउनु भयो तपाईँ फेरि पारि बाघमाले ढौले भाइ भन्नु तपाईँ ढौल्याउनु भएको र कुन चाहिँ टाँसेल त हुन्छ डौले ए ल बजेले अर्ग्यानिक तरकारी खोज्नु लाग्नु भयो अन्त त्यसको फर्सी खाँदैन र खा बजै हो र ल असाध्यै मिठो हुन्छ नि होइन गाई झोरो होइन त्यो चाहिँ बारीमा गएर बाँचेछ त्यो त्यसलाई खाने आयो भने चाहिँ च्याप्पै छोपेर खाइदिन्छ अन्त बाँच्छ त्यही स्यालको पेटमा होइन पुछाइ त्यो भालेकै मकै बारीमा बाँचिरह सेल आयो भने सेलको पेटमा बाँच्छ होइन र यहाँ चाहिँ हाम्रो पुछे कता जानु लाग्नु यहाँ आउनुहोस् कि एकछिन झलब्बालाई संसारमा देखिन नि कस्तो लाज मानेको याद कहाँ नि यस्तो जबरजस्ती गर्ने आइपुछ कपडा कस्तो धोइदिन्छु भने हेर्न आउनुमा होला नि हिँड्नु बुझौँ राम्रो नधोइदिनुहोस् है कहाँ हो के यहाँ चाहिँ कपडा धुने कार्यक्रम भइरहेछ सिर्जना गएको कहाँ रे फुजु कहिले गाउन् ए अब तिनी नि बिहा गरेर गइन् ल भिडियो हेर्दै छिन् भने के भन्न चाहनुहुन्छ सिर्जनालाई जस्तै गए थिए त्यस्तै गरी खाउँछ होइन र ल सिर्जना भान्जी सुन्यौ नि मम्मीको कुरा यहाँ फुजु रोएर हैरान हुनुहुन्छ टेन्सन गरेर होइन फुजु पिर त असाध्य लाग्यो नि होइन के गर्ने होइन गएदेखि फोन त गरेछिन् के भन्थिन् म आइगएको छु आमा भन्थे के गर्ने बिहा गर्नै पर्यो होइन घरैबाट गए भए राम्रो हुन्थ्यो त्यो केटा बाइक लिएर निन आएको थियो होला के सिर्जनाले ठिकै छ जहिले भए जाने हो